यो महिनामा तपाईँ तुला राशिका साथीका लागि राम्रा गतेहरू 1 गते, 2 गते, 3 गते, 10, 12, 13, 19, 26, 27, 28, 29 यी गतेहरू राम्रा गते हुन्। नयाँ काम, ठुलो काम, जोखिम मोल्ने काम गर्नका लागि र सँगसँगै अति राम्रा, विशेष राम्रा चाहिँ 2, 3, 10, 19 र 26 यी गतेहरू विशेष राम्रा गतेहरू हुन्। र तपाईँ तुला राशिका साथीका लागि सावधानी अपनाउनु पर्ने नराम्रा गतेहरू चाहिँ 5, 6, 15 र 22 यी गतेहरू नराम्रा गते अन्तर्गतमा पर्दछन्। सावधानी अपनाउनु होला। 6 गते विशेष नराम्रो हो, घाउ चोटपटक दुर्घटना हुनसक्छ र राम्रो दिनमा काम गर्नु हो राम्रो छ। नराम्रो दिनमा काम गर्नुपर्ने बाध्यात्मक स्थिति भयो भने हामीलाई सम्झिनु होला, हे भगवान् क्या हो कसो यो मान्छेको यस्तो यस्तो राम्रो होस्, यस्तो नराम्रो दिनमा पर्दैछ, ल हे भगवान् केही ठुलो दुर्घटना नहोस् है भनेर हामी भनिदिन्छौँ, मागिदिन्छौँ। यस किसिमको कुराकानी रहेको छ। तपाईँका लागि समग्रतामा 75% समय राम्रो छ तपाईँ तुला राशिका साथीका लागि यो महिनामा।